हेलो साथीहरु, नमस्ते। फेरि पनि वेलकम छ तपाईहरुलाई मेरो यो भिडियोमा है त। आज पनि म फेरि तपाईहरुकै लाभको लागि एउटा राम्रो भिडियो लिएर आइसकेको छु। प्लिज स्किप नगरिकन हेर्नु होला, तपाईहरुलाई फाइदा हुन सक्छ मेरो यो भिडियोबाट। अनि मेरो प्रोफाइललाई फलो गर्नुभएको छैन भनेपछि पनि फलो गरिदिनुस्। अनि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भनेपछि पनि प्लिज च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला है। आज चाहिँ हामी प्राय भिडियो हामी युट्युबमा पनि भिडियो अपलोड गर्छौं अहिले है त, फेसबुकमा पनि भिडियो अपलोड गर्छौं। तर भिडियो हामीले कसरी बनाउने अनि कुन किसिमले बनाउने ताकि तपाईहरुलाई भिडियो भाइरल होस्, त्यो सम्पूर्ण जानकारी म तपाईहरुलाई आज यो भिडियोमा देखाउँछु। त्यसैले हामी सबैको लागि यो भिडियो लाभदायक हुँदैछ, प्लिज स्किप नगरिकन हेर्नु होला भिडियो है त। भिडियो कन्टेन्ट बनाउँदा के कुरामा ध्यान दिनुपर्छ हामीले ताकि हाम्रो भिडियो चाँडै भाइरल होस्। भाइरल भिडियो बनाउनका लागि ध्यान दिनुपर्ने 10 मुख्य कुराहरु म तपाईहरुलाई भन्दैछु। फर्स्टमा के बनाउनु पर्छ? स्ट्रङ हुक। हामीले पहिलो 3 देखि 5 सेकेन्डसम्म चाहिँ हामीले हाम्रो ऑडियन्सहरुलाई चाहिँ रोकाउन सक्नुपर्छ के, त्यस्तो हुक बनाउनु पर्छ हामीले। 3 देखि 5-6 सेकेन्डसम्म हामीले ऑडियन्सलाई रोक्न सकेनौं भनेपछि ऑडियन्सलाई स्क्रोल गरिदिन्छ, नेक्स्ट भिडियो हेरिहाल्छ। त्यसैले हामीले त्यो समयभित्र चाहिँ हामीले ऑडियन्सलाई रुकाउन सक्नुपर्छ। भ्युअर्सलाई अचम्म लाग्ने, मजा लाग्ने, सोच्न बाध्य बनाउने कुराहरु सुरु गर्नुस्। तपाईले यस्तो कहिले देख्नु भएको छैन उदाहरणहरु है त। अनि यो एकदमै साँचो घटना हो। 1 रुपैयाँबाट 1 लाख कसरी भयो? किनकि हामीलाई हाम्रो लाइफलाई कसरी उजागर गर्न सक्छौं, कसरी ग्रो गर्न सक्छौं, त्यस्ता टपिकमा त्यस्ता कन्टेन्टहरु बनाउनु भयो भने हामी छिटो ग्रो गर्न सक्छौं। इमोसन ट्रिगर गर्नुपर्छ, फिलिङ्स बेच्नुपर्छ आफूले है त। भाइरल हुने भिडियो प्राय इमोसनल जनाउने हुन्छन्। हास्य, आश्चर्य, रोदन का आदि इत्यादि कुराहरुबाट पनि हाम्रा भिडियोहरुलाई बढी हामी भाइरल बनाउन सक्छौं ताकि हाम्रो डेली जीवनमा आउने घटनाहरुको बारेमा हामीले बनाउँदाखेरि पनि हाम्रो कन्टेन्ट भाइरल हुन सक्छ। ट्रेन्डिङ फर्म्याट चाहिँ बनाउनु पर्छ आफूले है त। ट्रेन्डिङ फर्म्याटमा भिडियो बनाउँदाखेरि चाहिँ हामीलाई धेरै सम्भावना हुन्छ कि भिडियो हामी एकदमै भाइरल हुने सम्भावना एकदम हुन्छ। अहिलेका ट्रेन्डिङ गीत, मिम्स फर्म्याट न्यूजमा न्यूज या घटनाहरु समेट्नु पर्छ आफूहरुले।